सिम्पल चिकन करी अर्थात् कुखुराको मासुको रेसिपी लिएर आएका छौं। भिडियोमा देखाए जस्तो कलर र चिकनको भित्रसम्म टेस्ट साथै एकदमै स्वादिष्ट ग्रेभी कसरी बनाउने भनेर सोच्दै हुनुहुन्छ भने एकपटक यो भिडियो अवश्य हेर्नु होला। मात्र 30 मिनेटमा बन्छ यस्तै स्वादिष्ट कुखुराको मासु। खास गरिकन यदि तपाई सिंगल हुनुहुन्छ र तपाईसँग ब्लेन्डर लगायतका अन्य किचन सामग्रीहरू छैन भने पनि तपाई यो रेसिपी सजिलै बनाउन सक्नुहुन्छ। हाम्रो खसीको मासुको भिडियो हेर्नुहुने दर्शकले ग्रेभी एकदमै मिठो भयो र चिकन करीको पनि त्यस्तै ग्रेभी बनाउनु होला भनेर कमेन्ट गर्नुभएको छ। आजको यो रेसिपी तपाईहरु सबैजनाको लागि। आउनुस सुरु गरौँ। यसलाई चाहिने सामग्रीहरूबाट हामीले लिएका छौं 3 वटा मिडियम साइज प्याज, त्यसैगरी 2 वटा पाकेको टमेटोस, 2 वटा हरियो खुर्सानी, 1 मुठी हरियो धनिया र थोरै अदुवा लसुन। त्यसैगरी हामीले लिएका छौं केही होल गरम मसालाहरू, 4-5 वटा हरियो सुकमेल, 2 वटा तेजपत्ता, 5-6 वटा ल्वाङ र 8-10 गेडा कालो मरिच। हामीले केही पाउडर मसलाहरू पनि प्रयोग गरेका छौं। हामीले लिएका छौं 1 ठूलो चम्चा धनिया पाउडर, 1 सानो चम्चा जिरा पाउडर, 1 सानो चम्चा गरम मसाला, 1 सानो चम्चा खुर्सानी पाउडर, आधा सानो चम्चा बेसार र 1 सानो चम्चा कश्मीरी मिर्च। यसले चिकन करीमा राम्रो कलर दिन्छ र यसरी घरमै तयार पार्नुस् मिट मसाला। तपाईसँग सबै मसलाहरू उपलब्ध छैन भने प्याकेटको मिट मसाला प्रयोग गर्नु भए पनि हुन्छ, तर स्वादमा भने फरक पर्छ। अब आउनुस् हाम्रो अदुवा लसुनलाई पनि कुटेर तयार पारौं। सिलौटो छैन भने चपिङ बोर्डमै मसिनो गरेर काटेर पनि हाल्न सक्नुहुन्छ। प्याजलाई पनि एकदमै मसिनो गरी काट्नु होला किनकि हामी ब्लेन्डर युज गर्दैनौं। प्याज राम्रोसँग गल्यो भने ग्रेभी एकदमै स्मुथ बन्छ। हामीले 1 केजी होल चिकन प्रयोग गरेका छौं। तपाई चिकन ब्रेस्ट, चिकन लेग्स अथवा चिकन थाइज जे पनि प्रयोग गर्न सक्नुहुन्छ। अब एउटा कराईमा 2 टेबलस्पुन तेल हाल्नुस् र तेललाई राम्रोसँग तताउनुस्। तेल तातिसकेपछि यसमा हामी होल गरम मसालाहरू एड गर्छौं, साथसाथै तेजपत्ता पनि एड गरिदिनुस्। होल गरम मसालालाई 1 देखि 2 मिनेटसम्म तेलमा राम्रोसँग फ्राई गर्नुस्। यसरी फ्राई गर्दा होल मसालाको फ्लेभर तेलमा आउँछ र एकदमै मग बास्ना आउँछ। अब हामी यसमा मसिनो गरी काटेर राखेको प्याज एड गर्छौं। प्याज फ्राई गर्दा हामीलाई 5-7 मिनेट लाग्न सक्छ। प्याजलाई लाइट ब्राउन हुन्जेलसम्म फ्राई गर्नु होला। यसो गर्दा प्याज गल्छ र ग्रेभी एकदमै स्मुथ बन्छ। प्याज क्यारामेलाइज हुँदा एकदमै स्वाद बढ्छ, त्यसैले हतार नगर्नु होला। प्याजलाई राम्रोसँगले फ्राई गर्नु होला। प्याज फ्राइड भइसकेपछि मात्र चिकन एड गर्नु होला। यतिखेर हामी नुन वा बेसार हाल्दैनौं किनकि चिकनको कलर कसरी चेन्ज भइरहेको छ त्यो हामीले देख्न सक्छौं। तपाईले चिकनलाई मज्जाले 5-7 मिनेट फ्राई गर्नुस्। तपाई भिडियोमा देख्न सक्नुहुन्छ कसरी चिकनको कलर चेन्ज भइरहेको छ। यसलाई 5-7 मिनेट फ्राई गरिसकेपछि छोपेर फेरि अर्को 3-4 मिनेट पकाउनुस्। यसो गर्दा चिकन पनि ग्रिल हुन्छ र साथै प्याज पनि पाक्छ। अब यसमा 1 चम्मच अदुवा लसुन पेस्ट एड गरिदिनुस् र फेरि यसलाई 2 देखि 3 मिनेटसम्म राम्रोसँग भुट्नुस्। अदुवा लसुन फ्राई भइसकेको छ। अब यसमा हामी घरमै तयार पारेको मिट मसाला एड गर्छौं र मात्र 1 देखि 2 मिनेट मसालालाई फेरि पकाउँछौं। पाउडर मसाला एकदमै छिटो डढ्छ, त्यसैले ध्यान दिनु होला। मसाला एड गर्ने बित्तिकै चिकनको कलर हेर्नुस् त कस्तो राम्रो देखिन थालेको छ। अब यसमा मसिनो गरी काटेको टोमेटो एड गर्छौं। साथसाथै 3 सानो चम्चा नुन पनि एड गर्छौं। नुन तपाई आफ्नो स्वाद अनुसार एडजस्ट गर्न पनि सक्नुहुन्छ। अब यो टोमेटो पाकेपछि चिकनको कलर हेर्नु होला, झनै खाउँ लाग्ने भएर आउँछ। कुनै पनि डिश बनाउँदा स्वाद त राम्रो हुनु नै पर्छ, साथसाथै लुक्स पनि एकदमै राम्रो हुनुपर्छ। वास्तवमा जिब्रोले स्वाद दिनुभन्दा पहिले आँखाले हेर्दा एट्र्याक्टिभ देख्नुपर्छ। टमाटर पाकेर ग्रेभीमा मिसिसकेको छ। ल कलर हेर्नुस् त, छैन त एकदमै खाउँ लाग्ने। तपाई यो कुखुराको मासुलाई यतिकै चिउरा, भुजा अथवा भातसँग सर्भ गर्न पनि सक्नुहुन्छ। तर तपाईलाई झोलवाला मासु मन पर्छ भने यसमा 250 ml जति पानी एड गरिदिनुस्। हाम्रो चिकन पहिल्यै पाकिसकेको छ, त्यसैले हामीले धेरै बेर पकाउनु पर्दैन। झोल एकचोटी उम्लेपछि हाम्रो मासु तयार हुन्छ। हाम्रो झोल उम्लिसकेको छ। अब हामी ग्यास अफ गर्छौं र यसमा फ्रेश हरियो धनिया पत्ता एड गर्छौं।
एकछिन पर्खनुस् है, भिडियो सकिएको छैन। अब यसलाई हामी मजाले बासमती चामलको भात, साग, सलाद, प्याज र खोर्सानीसँग सर्भ गर्छौं। हेर्नुस् त थालमा हेर्दैखेरि खाउँ खाउँ लाग्ने झोलवाला कुखुराको मासु तयार भइसकेको छ। यसमा 2वटा गहुँको रोटी भयो त अझै सुनमा सुगन्ध। अब मैले चाहिँ आफूलाई रोक्न सकिन, थोरै ग्रेभी टेस्ट गरेर हेर्छु। यसको टेस्ट चाहिँ तपाईले पकाएरै चेक गर्नुपर्ने हुन्छ। आजको यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट र शेयर गरिदिनु होला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई सपोर्ट पनि गरिदिनु होला। अर्को